नेपालमा उज्यालो नेपालका नायक भनेर कसलाई चिन्छन्? यो त लगभग अब सम्पूर्ण नेपाललाई थाहा भएको कुरा हो होइन, सामान्य कुरा जस्तो भइसक्यो कुलमान घिसिङज्यू होइन, उहाँलाई चाहिँ यसको श्रेय जान्छ। लगभग देश एउटा चरम अन्धकार अब लोड सेडिङको तालिकै बोकेर बस्नुपर्ने हामी जनताहरूलाई चाहिँ 18 घन्टा 20 घन्टा लोड सेडिङको तालिकै बोकेर बस्नुपर्ने जनताहरूलाई लगभग अब लोड सेडिङ मुक्त जस्तै बनाउनु भएको उहाँलाई यो श्रेय जान्छ। अब देशवासीको हितको लागि राजनीतिमा आएको हो नि त होइन, आफ्नो हितको लागि होइन नि, व्यक्तिगत हितको लागि हो भने त कुलमानजी अब अहिले पनि ती 3टा मन्त्रालय खाएर बस्नु भएको थियो होइन, भइरहेको थियो त होइन। उहाँलाई त्यत्तिकै मन्त्रालय नहुँदा पनि कुनै कार्यकारी निर्देशक पाउनुहुन्छ या त कुनै ठाउँमा मेयर उठे पनि मजाले जित्न सक्नुहुन्थ्यो कि, उहाँलाई पुगिरहेको थियो त। देशको हितको लागि राजनीतिमा होमिनु भएको हो नि त होइन। त्यो भएर जनताको लागि भनेपछि केही न केही त्याग चाहिँ गर्न सक्नुपर्छ क्या। नेपाल पार्टीको अब उज्यालो नेपाल पार्टीमा चाहिँ कुलमानजी हुनुहुन्छ एकजना होइन, अनि त्यो बाहेक चाहिँ अलिकति मान्छेहरू अलिअलि चिने थिए, जस्तै यो के अरे उहरू अहिले सबै राजसभामा मेला हुँदाखेरि उतैपट्टि समानुपातिमा भइदिनु भएको छ क्या। त्यसले गर्दा अहिले अरू को छ त यहाँको सदस्यहरू? मलाई त्यति खुलस्त जानकारी चाहिँ छैन, मलाई थाहा भएन। यो उज्यालो नेपाल पार्टीको चाहिँ कहाँबाट को लड्दैछ भन्ने पनि थाहा छैन मलाई। अब रवि आएको भए 1 सिट पनि बढी आएको भए रासोपालाई अझ सहज हुन्थ्यो भन्ने हो होइन हुन चाहिँ। अब त्यो हुँदै गर्दाखेरि कुलमानले पनि हार्छ नि त यार, कुलमान पनि हिजो देशको लागि के गर्ने मान्छे थिए होइन। त्यसले गर्दाखेरि अब राम्रो मान्छेहरू हार्नु हुँदैन, आउनुपर्छ भन्ने लाग्छ मलाई। कुलमान आउनु नै पर्छ त्यहाँबाट चाहिँ। कुलमानको आफ्नो एउटा व्यक्तिगत ऊर्जा पनि त बढेर आउँछ नि त होइन। त्यसले गर्दाखेरि कुलमान नै नेपालमा उज्यालो नेपालका नायक भनेर कसलाई चिन्छन्? यो त लगभग अब सम्पूर्ण नेपाललाई थाहा भएको कुरा हो होइन, सामान्य कुरा जस्तो भइसक्यो कुलमान घिसिङज्यू होइन, उहाँलाई चाहिँ यसको श्रेय जान्छ। लगभग देश एउटा चरम अन्धकार अब लोड सेडिङको तालिकै बोकेर बस्नुपर्ने हामी जनताहरूलाई चाहिँ 18 घन्टा 20 घन्टा लोड सेडिङको तालिकै बोकेर बस्नुपर्ने जनताहरूलाई लगभग अब लोड सेडिङ मुक्त जस्तै बनाउनु भएको उहाँलाई यो श्रेय जान्छ। अब फागुन 21 को चुनावमा अब आफ्नो एउटा पार्टी हजुर बनाएर उम्मिनु भएको छ होइन, सेम नाम लिएर उज्यालो नेपाल। उहाँलाई शुभकामना छ होइन। हजुर, अनि के उहाँले कति सिट ल्याउनु पर्छ जस्तो लाग्छ? सके त बहुमतै लिएर आउनुहोस् भन्ने हाम्रो त चाहना हो होइन, तर अब सम्भव छैन, एकदम कम छ। अब ल्याउनु होला, कति ल्याउनुहुन्छ उहाँको क्षमता कति छ, जनताहरूले कति माया गर्नुहुन्छ, कति विश्वास गर्नुहुन्छ, त्यो जनताहरूकै हातमा छ। जो शुभकामना छ उहाँलाई जितेर आउनुहोस्। उहाँको चाहिँ अब सुरुमा चाहिँ अब आफ्नै पार्टी अब एक्लै के अरे एकता नगरेर होइन, गठबन्धन नगरेर एक्लै लड्ने भन्ने थियो। फेरि बिचमा एकचोटि एकताको रासपासँग एकताको माहौल बन्यो र एकता भयो पनि होइन। फेरि अब के मिलेन होइन, अब आरोप प्रत्यारोप त भइरहेछन् साइडबाट। अब फेरि छुट्टिनु भयो होइन। उहाँ अहिले छुट्टिएर एक्लै चुनाव लड्न चाहिँ होइन के सही निर्णय थियो त, के लाग्छ? होइन, यो समग्र देशवासीको माहौलमा हेर्ने भने चाहिँ यो एकदम बिल्कुलै गलत छ है। अब र मेरो आफ्नै व्यक्तिगत धारणामा जान्छु म चाहिँ होइन, देशवासीलाई अब नछौँ। मेरो व्यक्तिगत धारणामा पनि यो बिल्कुलै गलत छ, किनकि जुन पुरानो एउटा भनौँ न चरम व्यथिति फैलाइरहेको पार्टीहरूले देशलाई यो अवस्थामा पुर्याउँदाखेरि र कुलमानजी जस्तो होइन मान्छे अब एउटा आफ्नो नयाँ पोलिटिकल पार्टी लिएर आउनुभयो र रासपामा जानुभयो, फेरि 12 दिनमै छोडेर जानुभयो, यो चाहिँ बिल्कुलै गलत लाग्छ है। मेन कारण चाहिँ अब भनौँ न उहाँहरू जस्तो मान्छे एकै ठाउँमा भइदिएको भए केही भोटहरू बढेर आउने थियो क्या, काटिएर जाने थिएन होइन। एकल सरकारको प्रबल सम्भावना थियो, त्यसले गर्दा उहाँले अलिकति मिस्टेक गर्नुभयो कि भन्ने मेरो आफ्नो व्यक्तिगत बुझाइ मात्र हो। अब जनताहरूले कसरी बुझ्नु भएको छ होइन, तैपनि अब उहाँ जानुभयो ठिक छ होइन। उहाँले अब समग्र देशमा अब अहिले चुनावको माहौल पनि छ, प्रचार प्रचारमा हिँड्नु पनि भएको छ होइन। अब केही सिटहरू लिएर आउनुहुन्छ होला, राम्रै गर्नुहुन्छ आशा छ। तैपनि भोलि पनि अब यदि कुनै पार्टीसँग मिलेर जानुभयो भने यङहरूसँगै मिलेर सरकारमा गइदिनु होला भन्ने अपेक्षा राख्दछु। तपाईँको चाहिँ के छ? त्यही हो खासमा। अब
अहिले नेपाल र नेपालीले चाहेकै भनेको केही गरौँ भनेर देशको लागि चाहिँ केही गरौँ भन्ने सपुतहरू एक भएर हिँडेको भए चाहिँ सबैलाई सहज हुन्थ्यो जनताहरूले नि भोट दिन डिसिजन गर्न सजिलो हुन्थ्यो जस्तो लाग्छ होइन अब त्यही सम्झेर नै अब गर्नुपर्छ भनेर उनीहरूको एकता भएको थियो अब बिचमा उनीहरूको बिचमा के बाँडफाँड मिलेन यो हुँदै गर्दाखेरि अनि के लाग्छ भने आखिर पुरानै पार्टीको रवाफ देखियो नि त होइन कहाँ के बाँडफाँड मिलेन भने भागभण्डा मिलेन भने आखिर टुट्दो रहेछन् छुट्दो रहेछन् भन्ने कुरोहरू देखाउनु भयो उहाँहरूले यो चाहिँ गलत थियो होइन गर्नु पर्थ्यो साँच्चीकै देश बनाउन भनेर होमिएका युवाहरू थिए र मान्छेहरू थिए भने गर्नु पर्थ्यो एकता नै कति खुसी थिए जनताहरू उनीहरूको एकता देख्दाखेरि होइन तर त्यो भएन अब ठिक छ उहाँहरूको चाहिँ मलाई लाग्छ अब उहाँको पार्टीबाट धेरै सिटहरू आउँदैन जस्तो लाग्छ होइन अब कुलमानले जित्ने सम्भावना होला तर अरूले जित्न चाहिँ गाह्रो होला जस्तो लाग्छ जितोस् आओस् र माथि आए पनि अनि गठबन्धन गर्ने नै हो होइन अब जितेर आउँदा पनि पछि गठबन्धन नै गर्ने पर्ने हो त्यसले गर्दाखेरि पहिले गठबन्धन गरेर आएको भए पार्टीको राम्रो भोट आउँथ्यो अब रासपासँग गठबन्धन एकता गर्दाखेरि चाहिँ के फाइदा हुन्थ्यो होइन नगर्दा चाहिँ के फाइदा छ जस्तो लाग्छ यस्तो छ अब रासपासँग गठबन्धन गर्दा कुलमानजीलाई या त उहाँको समग्र टिमलाई के फाइदा थियो थिएन त्यो अलग कुरा हो होइन तर देश र जनताको लागि धेरै फाइदा थियो क्या हो जनताले चाहेको नै होइन तपाईँहरू जस्तै इमान्दार मान्छेहरू देश बनाउने भिजन भएको मान्छेहरू एकै ठाउँमा आइदिनु है भनेको हो क्या उहाँहरूलाई फाइदा थियो थिएन त्यो अलग कुरा हो हेर्नु है उहाँहरूले कुनै मन्त्रीमण्डल पाउनुहुन्थ्यो होला पाउनुहुन्थेन होला होइन चुनावको चिन्ह नै परिवर्तन गरेर अर्को लिएर जाऊँ भन्नुहुन्थ्यो होला भन्नुहुन्थेन होला त्यो छुट्टै छ क्या तर समग्र देशवासीलाई फाइदा थियो हामीले त्यसरी हेर्नुपर्छ अब त्यही नै हो मेरो चाहिँ आखिर राष्ट्रपति रवि लामिछानेले चाहिँ बालनलाई प्रधानमन्त्रीको सिटमा अगाडि सार्दै गर्दाखेरि आखिर देश र जनताको लागि सोचेको जस्तो देखियो नि त होइन व्यक्तिगत चाहिँ पार्टीको अध्यक्ष भएर आफू प्रधानमन्त्रीको लागि अगाडि सर्न पनि त सक्थे नि होइन राजनीति गर्न आउने मान्छे स्वार्थ खोज्न आएको भने त्याग गर्न सक्दैन क्या सक्दैन कुरो त्यो होइन देशको सेवा गर्न आएको भने त्याग न सक्नु पर्यो क्या देशवासीको हितको लागि राजनीतिमा आएको हो नि त होइन आफ्नो हितको लागि होइन नि व्यक्तिगत हितको लागि भने त कुलमानजी अब अहिले पनि ती 3टा मन्त्रालय खाएर बस्नु भएको थियो होइन भइरहेको थियो त होइन उहाँलाई त्यत्तिकै मन्त्रालय नहुँदा पनि कुनै कार्यकारी निर्देशक पाउनुहुन्छ या त कुनै ठाउँमा मेयर उठे पनि मजाले जित्न सक्नुहुन्थ्यो कि उहाँलाई पुगिरहेको थियो त देशको हितको लागि राजनीतिमा होमिनु भएको हो नि त होइन त्यही भएर जनताको लागि भनेपछि केही न केही त्याग चाहिँ गर्न सक्नुपर्छ क्या जनताले पनि त्यसरी नै एनालाइसिस गर्छन् जस्तो लाग्छ है मलाई चाहिँ म चाहिँ त्यसरी एनालाइसिस गर्छु होइन किनकि देश र जनता नेपालवासीको लागि राजनीतिमा आएको हो क्या राजनीति भनेको अब कसरी बुझ्नु भएको छ राजनीतिको शब्द के हो होइन व्यक्तिगतको लागि बुझ्नु भएको छ कि होइन देशको लागि उहाँको धेरैजना केन्द्रीय सदस्यहरूले चाहिँ सामूहिक राजीनामा दिने कुरा पनि न्युजमा आएको देखेँ मैले होइन र अब छुट्टिँदाखेरि चाहिँ उहाँलाई के फाइदा हुन्थ्यो होला जस्तो लाग्छ फाइदा त अब खै मैले त त्यस्तो देखेको छैन जे होस् उहाँलाई नि आफ्नो होला नि त केही होइन पार्टीको संविधान चाहिँ बच्छ भन्ने पार्टीको संविधान भन्दा पनि अब स्ट्रिक्टली चाहिँ हेर्दाखेरि उहाँले आफूले अब म छुट्टिँदाखेरि म पनि एक्लै पनि गर्न सक्छु भन्ने छ क्या अब रणनीतिक हिसाबले हेर्दाखेरि रासपामा होइन एकता गरेपछि गठबन्धन गरेपछि चाहिँ आफूले चाहेको जुन चुनाव क्षेत्र चाहिँ चुज गर्न नसकिने अवस्था पनि थियो होला सायद मेरो विचारमा है छुट्यो भने त आफूले जहाँ चाह्यो त्यहाँबाट चुनाव उठाउन मिल्यो नि त अब होइन 77वटा जिल्लाबाट जताबाट पनि जुन क्षेत्रबाट पनि उठाउन मिल्यो यदि रासपामा गयो भने त योबाट योजना जाने भनेर एक किसिमको त्यहाँ फिक्स जस्तो हुने भयो नि त त्यसले गर्दाखेरि पनि स्वतन्त्र भयो भने अझ बढी सिट आउँथ्यो कि भन्ने एउटा चाहिँ रणनीतिक पनि हुनसक्छ मेरो विचारमा होइन अब जे होस् अब कुलमानजीको चाहिँ अब अरू नेताहरू त मैले चिन्दैन तर पर्सनल्ली कुलमान घिसिङले चाहिँ जितेर आउनुपर्छ अर्को साम्पाङ पनि जितेर आउनुपर्छ होइन अब यस्ता हामीले चाहिँ धेरै समाजमा हुन्छ नि परिवर्तन गर्ने खालका मान्छेहरू चाहिँ जितेर आउनुपर्छ र देश बनाउनुपर्छ भन्ने लाग्छ होइन अन्त जहिले भने जस्तो तपाईँको चाहिँ कुलमानको पार्टी जहाँसम्म लाग्छ नेपालभरि कहीँ पनि फैलिन सकिएको छैन होइन अब समग्र केही ठाउँहरूमा होला उनीहरूको पार्टीबाट को मान्छे कहाँ लड्दैछ भन्ने कुरो पनि अहिले नेपालीहरूलाई थाहै छैन मात्र कुलमानलाई चिनेको कुरा हो होइन त्यसले गर्दाखेरि जहाँसम्म लाग्छ कुलमानले चाहिँ एकता नै गरेको भए फाइदा हुन्थ्यो होइन यसरी छुट्टिएर जाँदाखेरि घाटा नै छ भोलि उसले मात्रै जितेर आएर पनि हुने केही पनि होइन होइन त्यसले गर्दाखेरि मिलेर गएको भए जनताले एक नजरले राम्रो तरिकाले त हेर्थ्यो नि जुन जनताको हेराइ थियो नि त्यो अझ पोजिटिभ हुन्थ्यो भन्ने लाग्छ मलाई चाहिँ
र अब कुनै पनि पार्टीको 3 जनाको नेताको नाम भन्नुपर्ने है त हजुर है उज्यालो नेपाल पार्टीको मैले अब उज्यालो नेपाल पार्टीमा चाहिँ कुलमानजी हुनुहुन्छ एकजना होइन अनि त्यो बाहेक चाहिँ अलिकति मान्छेहरू अलिअलि चिने थिए जस्तै यो के अरे उहरू अहिले सबै राजसभामा मेलाप हुँदाखेरि उतैपट्टि समानुपातिमा भइदिनु भएको छ क्या त्यसले गर्दा अहिले अरू अरू को छ त यहाँको सदस्यहरू हुन् मलाई त्यति खुलस्त जानकारी चाहिँ छैन मलाई पनि थाहा भएन यो उज्यालो नेपाल पार्टीको चाहिँ कहाँबाट को लड्दैछ भन्ने पनि थाहा छैन मलाई रवि के अरे कुलमानसँग चाहिँ हाम्रो नगर प्रहरीको प्रमुख के अरे अहिले को कहाँ मलाई थाहा भएन चाहिँ अरू मलाई पनि थाहा भएन होइन त्यसैले एकता गर्नु नि ठिक थियो जस्तो लाग्छ क्या कुलमान घिसिङ र राजु पाण्डेमा चाहिँ कसले जित्नुपर्छ लाग्छ एकदम गम्भीर छ क्या यहाँ होइन एकदम गम्भीर छ किन गम्भीर छ भने दाइ होइन अब बहुमत दिएर स्थिर सरकार बनाउने चाहना जनताको छ है तर इमान्दारिता काम गराइले हेर्ने भने कुलमानजीलाई जिताउनु पर्ने छ अब त्यहाँको भोटरहरूलाई यो तपाईँहरूको हातमा हो क्या हो बहुमततिर लैजानुहुन्छ कि एउटा इमान्दार मान्छेलाई जिताउनुहुन्छ होइन त हुन त राजु पाण्डे पनि इमान्दारै हुनुहुन्छ होइन नहुने होइन तर देशको सम्पूर्ण 3 करोड जनताले चिनेको मान्छे कुलमानजी हो है त्यही भएर यहाँ एकदम समस्या यस्तै कुराहरूले समस्या छ क्या भोट काटिने होइन बहुमत नपुग्ने स्थिर सरकार नबन्ने होइन यहाँ यो छ अब म चाहिँ अहिलेको माहौल हेर्दाखेरि कुलमानजी राम्रो हुनुहुन्छ तर उहाँलाई यथास्थितिमा राखेर राजु पाण्डेलाई भोट दिनु भन्छु किन भन्दाखेरि रिजनै म एकदम खुलस्त भनिदिन्छु अहिले बहुमतको सरकार चाहिएको छ नेपालमा पाएको चाहिँ के छ कल्याण सरले भने जस्तै हो हुन्छ अब बहुमत आएको भए एक सिट पनि बढी आएको भए रासोपालाई अझ सहज हुन्थ्यो भन्ने हो होइन हुन चाहिँ अब त्यो हुँदै गर्दाखेरि कुलमानले पनि हार्छ नि त यार कुलमान पनि हिजो देशको लागि के गर्ने मान्छे थिए होइन त्यसले गर्दाखेरि अब राम्रो मान्छेहरू हार्नु हुँदैन आउनुपर्छ भन्ने लाग्छ मलाई कुलमान आउनु नै पर्छ त्यहाँबाट चाहिँ कुलमानको आफ्नो एउटा व्यक्तिगत ऊर्जा पनि त बढेर आउँछ नि त होइन त्यसले गर्दाखेरि कुलमान नै आउनुपर्छ त्यहाँबाट अरे सर्टमा होइन अनि मेरो पनि राजु पाण्डे र कुलमान घिसिङमा कुलमान घिसिङ नै चुज गरेँ मैले